को तिमीलाई आँखाले होइन बढी छ हेलो व्हाट्स अप माई ग्याङ वेलकम टु माई च्यानल सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा है अनि हल्का आज चाहिँ छुट्टीको दिनमा हल्का बाहिर यसो घुमघाम गर्न निस्केको अवस्था छ है साथीहरू घुमघाम त गर्नै पर्ने हुन्छ होइन हप्तामा वान डे हप्तामा एक दिन चाहिँ छुट्टी हो है काम गर्नुपर्छ तर पुरै हप्ता होइन है साथीहरू हप्तामा वान डे चाहिँ एकदम चिल मार्नुपर्छ है चिल मार्नुपर्छ बसन्तीको साथमा बसन्ती लिएर हिँडेछु केटो चट्ट लाएर है साथीहरू चट्ट लाएर भिडियो चाहिँ मैले मोबाइलबाट खिचिरहेको हो साथीहरू है भिडियो क्वालिटी नि हल्का लो आउन सक्छ त्यसैले हल्का साउन्ड पनि हल्का हावाको स्वर आउँछ होला सायद अब यसमा चाहिँ माइक जडान गर्नुपर्ने हुन्छ माइक जोडेपछि चाहिँ हल्का दामी होला कि होइन केटाकेटीहरू मेरो मित्रहरू मेरा प्याराहरू मेरो जिग्री दोस्त सबजनालाई माया छ सम्झना छ छोडी जानेलाई माया छ सम्झना छ छोडी जानेलाई माया छ बेसी जानेलाई अब कोही बाटो चेकेर बसिरहेको छ त के हो यस्तो के पारा हो के पारा ओके छ त कैसे हुआ इतना जरूरी कैसे हुआ मैं बारिश का बोल समझता नहीं था हवाओं से मैं उलझता नहीं था ऐसे मेरी मैंने के साह्रो होला पुरै टर्निङ त लाम्बा हानेछ त हौ गुरुजीले के साह्रो बाटै चेकिदिनु गरेर यार गाह्रो छ कमाउनलाई खिच्नुपर्छ ज्ञान चाहियो सबलाई मनी काम गर्नुपर्छ ठिकै हुँदैन छ नि काम त गर्नु पर्यो नि पैसा कमाउनलाई होइन र काम गरे त हल्ला नगर्छु सानो नाचिङ गरे
अब भुटोकै हुन्छु म यो नानीको परेली झिमझिम यस्तो गीत हानेर आउने आजभोलि यार गाडीहरूले खालि हर्न बजाएर पछाडिबाट हेप्या हो कि क्या हो यार साथीहरू हेप्या जस्तो लाग्यो है साथीहरू हेप्या जस्तो लाग्यो के छ के छैन ओ माय गड कहाँ पुग्यो यार खास जानुपर्ने उता थियो म यता पो आइदिएँ यार साथीहरू साङ्गा जाउँ भनेको साङ्गा 4 बजिसक्यो यार अप एन्ड डाउनमा त 2 घन्टै लाग्ला नि यहाँबाट जाँदा 2 घन्टा आउँदा 2 घन्टा भने 4 भने 4 5 6 7 8 बज्ने रहेछ यार घर बस्दा त ओ माई गड जाउँ कि नजाउँ भइरहेछ तर जानु चाहिँ मन लागिरहेछ जानु चाहिँ पर्ने नै छ साथीहरू ए ब्लड है किनभने मन्दिर भन्ने ठाउँमा चाहिँ जान्छु भनेपछि चाहिँ जानै पर्छ अरे क्या होइन मन्दिर जस्तो चिज ठाउँमा चाहिँ मान्छेहरूले भाकल भनिन्छ नि त भाकल होइन योभन्दा अघिल्लो हप्ता नि जानु मन लागिरहेको थियो है अब मिलेन त्यही भएर यसो आज चाहिँ जाउँ कि भनेर सोच्दैछु गइदिनु पर्ला यार बाटो लामो छ त्यही पनि बिस्तारै जानु पर्ला के गर्नु बल्ल बल्ल यसो बिस्तारै भर्खर सिक्दैछु कि म पनि होइन त्यही भएर हो साथीहरू यसो हप्तामा यसो होइन छुट्टीको दिन चाहिँ यसो घुमेर बाहिरतिर नजारालाई इन्जोय गरिदिउँ यसो मेमोरीहरू क्याप्चर गरेर राखौँ भन्ने सोचले चाहिँ चढा लाएर है साथीहरू चढा लाएर तो सोचा न था तुम इतने करीब आओगे ना 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 तूने चले तार दिल के रात चले साथ मिलकर चले हम साथ मिलकर मेरे सनम ना 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 चाहिँ हो जति एउटा बाटो बनाए पनि जति ठुलो बाटो बनाए पनि जाम नहुने चाहिँ कुरै होइन तर एकछिन ठुलो जात छैन मामाजी मायाभन्दा ठुलो जात छैन मलाई चाहिँ त्यस्तो लाग्दैन मायाले बाधा तिमी र म समाजले के गर्न सक्दैन
चाहिँदैन मोती चाहिँदैन सम्पत्ति मलाई पैसा भए पुग्छ हो let's go light white let's go baby let's go light white Ronnie Coleman आवाज हामी बानेश्वर एकदम बाटो हेर्नुस् न ल एकदम पुरा बबाल छ है यहाँको बाटो त्यो छ्याटिस छ क्या छ्याटिस लाग्छ मलाई पुरा स्विजरल्यान्ड हो नि त अनि ल हेर्नुस् न होइन भिडियोमा देख्नु भइरहेको छ कि छैन होला है भिडियो चाहिँ चालु छ साथीहरू ए ठ्याक्कै 1 मिनटको टाइम बाँकी भयो यार तर यार मोबाइलमा भन्दा पनि गोप्रोमा चाहिँ भिडियो बनाउनु पाए चाहिँ बवाल हुन्थ्यो होला भिडियो चढाएको छ छैन टक्क लुकिङ ग्लासमा हेर्नुहुन्थ्यो बिस्तारै बिस्तारै किन्नुपर्छ गोप्रो बिस्तारै बिस्तारै ए साह्रो बटारेको साथीले त आम्बो के साह्रो बटारेको हतार नगर न साथीहरू हतार नगर बिस्तारै जाऊ घर पुग्नु मन छ भने आफ्नो त बसन्ती हो हेर साथीहरू बसन्ती लिएर आरामले चिलमा हिँड्छ मक्क ओभर स्पिड बाइकहरूमा मलाई खासै मन परेन कि ओभर स्पिडहरू पऱ्यो होइन हुन त अब औकात पनि छैन ओभर स्पिडवाला बाइक चलाउनु किन्नको लागि अब त्यही पनि म चाहिँ हल्का चिलमा अझ RX किन्न लागेको थिएँ मैले होइन RX चाहिँ पाएन है लेभेरो भन्ने यो बाइक पनि बल्ल बल्ल पाएको आमा 1 महिना जति खोज्यो होला मैले अनलाइनतिर क्या 1 महिना जति खोज्यो होला त्यसपछि बल्ल बल्ल पाएको स्वर चाहिँ फेरि फापा ल है साथीहरू झुलुङ्गे पुल हिँडियो टिकट 20 रुपियाँ रे यार पहिला एकचोटि आउँदाखेरि त टिकट लागेको थिएन अहिले टिकटको पैसा लाग्दो रहेछ 20 रुपियाँले त्यही पनि आधी घन्टासम्म मात्रै 6 बजीसम्म मात्रै खुल्ला हुन्छ अरे अब आधी घन्टा बाँकी छ भन्नु हुँदै थियो है केही छैन हामी आधी घन्टामा दर्शन सर्शन गरेर फर्किहाल्नेछौँ मलाई चाहिँ लास्ट आउनु मन लागिरहेको थियो कि यो ठाउँ म जान्छु भन्दै थिएँ जानुपर्छ भनेर सोच्दै थिएँ कि त्यही भएर आइदिइहाल्यो एक्लै भए पनि साथीहरू है ल अहिले चाहिँ यस्तो छ क्या डर लाग्ने कि लिन्थिङ हल्लिरहेको ल तल यो चाहिँ है लिन्थिङ हल्लिँदैछ साइको पनि हुँदो रहेछ हौ ल यो मन त मेरो नेपाली हो ल है साथीहरू झन्डा फराउँदैछ हेलमेट चाहिँ लगाएर खिचिरहेको छु है कस्तो आइरहेको छ चाहिँ थाहा छैन
ल यो चाहिँ फोटोसुटको लागि रहेछ है यहाँनिर। हिरो मान्छे अब जे गर्दा नि हिरै आउँछ, थाहा छ मलाई त्यो चाहिँ है। ल यो मन त मेरो नेपाली हो, यो चाहिँ साङ्गामा दुईटा झन्डा, नेपाली झन्डा। पहिला आउँदा त थिएन यस्तो केही पनि है, अहिले चाहिँ जे अलिअलि चेन्ज पाएँ मैले यो ठाउँमा है। अहिले त फेरि यो पनि उठाउनु थाले रहेछ नि त, त्यही भएर होला। ठिक छ है, अब चाहिँ हल्का माथि मन्दिर गएपछि सुट भिडियो लिनेछौँ, सानो क्लिपहरू है। अब कन्टिन्यू हुन्छ भिडियो चाहिँ, हेर्न चाहिँ नछुटाउनु होला है त। अब माथिको भिडियो क्लिप आउनेवाला छ है त साथीहरू। ल है साथीहरू, एकदम डेन्जर हुँदैछ है यात्रा चाहिँ। डेन्जर बाटोहरू पार गरेर हिँड्दैछु म चाहिँ साथीहरू। ल क्या बबाल देखिरहेछ है साथीहरू। ल साथीहरू यस्तो पिङ पनि रहेछ यहाँनिर, दामी। ल साथीहरू finally I made Shiv Shambho Jai Shankar. Finally guys. बवाल छ यहाँ चाहिँ। आम्मामामामा ल आशीर्वाद दिनुहोस् है सबैजना, भिडियो मार्फत आशीर्वाद दिनुहोस् साथीहरू। ल सबैको भलो होस्, म सबलाई आशीर्वाद दिन चाहन्छु भगवानसँग प्रार्थना गर्दै साथीहरू। मुँहमा चाहिँ घुराउन, मन्दिर छ मुख घुराउन। फाइनली आइपुग्यो साथीहरू। ओम नमः शिवाय। ल साथीहरू दर्शन गर्नुहोस्। साथीहरू, हाम्रो महादेवजीको दर्शन गर्नुहोस्। यहाँ मजाको चिसो हावा लागिरहेछ। यो नि त पानी चाहिँ सुकिरहेको रहेछ यार। ल सो ब्याड, यताको पानी सुक्यो अङ्कल? ए चलाउनु पर्ने रहेछ नि त, मैले त सुक्यो होला भन्नु। ठिक छ, सदाशिव जय भोलेनाथ बाबा शङ्करजी। ल है चिन्नै हुन्छ होला, उहाँको इन्ट्रोडक्सन चाहिँदैन होला सायद हजुरहरूलाई। अनि यता पनि इन्ट्रोडक्सन चाहिँदैन होला है। दर्शन गर्नुहोस्। अब हामी 3 राउन्ड चाहिँ 3 चक्कर चाहिँ लाउनै पर्ने हुन्छ है साथीहरू। ल तर बर कति फिट होला है यो? डेन्जर होला यो। आम्मामा ठिक छ।